हेलो गाइज, म चाहिँ यहाँ स्याउला काट्नु आइरहेछ बाख्रालाई। यो चाहिँ चारचारै काटेर सिद्धाउनु पर्छ, नभए यसको पातहरू झर्छ। त्यही भएर प्रायः जस्तो म चाहिँ एक दिन दुई दिन बिराएर काट्छु। अनि मेरो आजको भिडियो ब्लग चाहिँ यहीँबाट सुरु हुन्छ। हेरेर मन पराइदिनु होला है त। म चाहिँ स्याउला काट्नु आएको। हैसा त यस्तो लाग्ने छ कि 3-4 चोटि हिर्काउँदाखेरि पनि पो त हिँड्दैन त। ल म चाहिँ घर आइपुग्यो। स्याउला लिएर बाख्रा चाहिँ कराइरहेछ स्याउला खानु। मन लाग्यो होला नि। गाई पनि त काली चाहिँ फुस्केर बसेको। गाई पनि कराइरहेछ। गन्द्राङ गुन्द्रुङ कता हानेको तँलाई चाहिँ थिच्ला। ल मैले चाहिँ यहाँ मेरो बाख्राको मुखमा चाहिँ त्यो के भन्छ, खोरेत भन्छ कि के घाउ भन्छ, यसको यस्तो 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 ओठमा आउने घाउ आएछ। त्यसमा चाहिँ मैले यति पानीमा चाहिँ धेरै हाल्नु हुन, यो चाहिँ यति हालेर मजाले त्यसको मुखमा आज काले कपडा भिजाएर दलिदियो भने चाहिँ निको हुन्छ है। छोरी ढाका बदमास। अहिले यो कालीले बढी आएछ। त्यो कालीले के आऊ जोरै निकाल्छ नि योले त। भोलि चाहिँ बोलो यसलाई त सक्दैन नि, यसलाई त सिटीमिटी यो त आइदि आमामा यसरी दलिदियो भने चाहिँ यो फड्केरी पानी हो क्या। भोलि अनि मलम लिएर हालिदिनु पर्छ। ल लुगा नि धुनु पर्यो। बिहान भिजेर राखेको थियो। कपाल नि के भएको त यो जुङ्गुरुङमा।
यस्तरी सुकायो भनेर कर्केर बस्छ नि त हो। दुईटालाई त हुन्छ बानी त यस्तो खराब छ क्या दुईटाको त। किन आइज यता आइज यता आइज लाइज आइज यहाँ आइज यहाँ आइज आइज लाइज आइज आइज यहाँ खानु नजुटिकन खाने। अब चाहिँ ठुलो डेक्चीमा पकाउनु पर्ने बेला भइछ है ल। जाडो महिनामा सबैले तातो पनि पुग्दैन। जाडो महिनामा गोठभित्र आगो ताप्यो भने वस्तुलाई पनि तातो मान्छेलाई पनि तातो अथा। र मेरो चाहिँ गाईलाई बाख्रालाई कुँडो खानिदिएर सकाएँ। एउटा चाहिँ चाटी चाटी गरिरहेछ अरू पनि खाँदैछ। एउटा कालीले खाइसक्यो। काली त चिन्दै चिन्दैन। अब मेरो यता कोही आगो तापेर बसिरहेछ। अनि मेरो काम गरेको भ्लग मन पराउनु भयो भने लाइक कमेन्ट पनि गरिदिनु होला, हेरिदिनु होला। अनि आजको मेरो काम चाहिँ सक्यो। बाई गाइसहरू।